जो सहीमा सुकुम्बासी हुनुहुन्छ, जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई चाहिँ त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो हाम्रो सरकारको र हाम्रो पार्टीको मान्यता हो, त्यो उहाँहरूले पाउनै पर्छ। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको स्वास्थ्य अवस्था पनि एकदमै नाजुक थियो। उहाँहरूको सेनिटरी अवस्था, उहाँहरूको त्यो वासरुम टोइलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो र उहाँहरूबाटै निस्केको त्यो फोहोरको दुर्गन्धले फेरि उहाँहरू नै बिरामी परिराख्नु भएको थियो। त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र त्योभन्दा सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले। र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ, त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ। हाम्रो मन्त्रालयले काम गरिरहेको छ, 2-3 मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। यो चिजलाई